हेलो एभ्रिवान, आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। अन्त म पनि सन्चै छु। अन्त म चाहिँ निस्किँदैछु मेरो गाडीको लागि बस पार्कतिर। अनि म गाडी आइसकेको रहेन। म चाहिँ बस पार्कमा छिरिसकेको थिएँ नि त, छिटै छिरेछु। अनि खाजासाजा खाँदै गर्छु भनेर खाजा खाँतिर लागेँ। खाजा खाँदा ओर्दा अनि फाइनली मेरो गाडी पनि आइसकेको थियो नि त। अनि गाडीमा बसेँ, अगाडि चाहिँ पछाडिको सिटमा बसेको थिएँ क्या, त्यो चाहिँ फेनै नघुम्दो रहेछ। अनि भरे फेरि त्यहाँ अङ्कललाई भनेर अनि अगाडि बसेको थिएँ नि त। अनि यहाँ चाहिँ फेन चल्नेमा भयो भनेर बसेको थिएँ। दमकदेखि यता चाहिँ यस्तो पानी परिरहेको थियो नि, जाडो जाडो भइरहेको थियो क्या। उता त गर्मी भएर भरे फेरि यता कटिसकेको छ, फेरि यता नि घाम रहेछ, गर्मी। अनि अन्त हामी चाहिँ कञ्चनरुप नगरपालिका 3 बर्माजिया सप्तरी भन्ने ठाउँमा चाहिँ आइपुगेको थियौँ नि त। यहाँ चाहिँ मामा भान्जा भन्ने एउटा सानो होटल जस्तो रहेछ। यहाँ चाहिँ खाना खानु बसेको नि, यति खराब खाना, यति खराब खाना, साँच्चै भनेको क्या। त्यो कहिलेदेखि बनाएको खानाहरू चाहिँ पुरा गरम गरेर चाहिँ होइन ल्यास ल्यास भइसकेको बनाउनु भएको रहेछ। सब्जीहरू पनि केही नमिठो। फेरि त्यहाँ चाहिँ कस्तो सिस्टम रहेछ भने चाहिँ अगाडि चाहिँ खाना खान नपाउने क्या, पुरा टोकन लिनुपर्ने रहेछ। अगाडि नै पैसा पे गरेर टोकन लिनुपर्ने रहेछ। अनि भरे मात्रै खाना मिल्ने रहेछ। हेर्नु न, सागहरू पनि डल्लै डल्लै। अन्त यो चाहिँ के भन्छ नि त, म चाहिँ खानै रुचेन। अन्त एउटा वाइवाई किन्नु पऱ्यो, अन्त वाइवाईसँग खानु पऱ्यो भनेर चाहिँ किन्नु गएको थिएँ होइन। 30 रुपियाँ अरे क्या एउटा वाइवाईलाई पनि। अनि ठिकै छ नि त भनेर अब भोक लागिरहेको थियो। अनि त्यतिकै पनि खाएँ होइन। यही हो क्या त्यो जग्गा चाहिँ, कस्तो मन यति। फेरि बस स्टपहरूले चाहिँ नि, बसहरूले चाहिँ यस्तोमा लिएर रोक्दो रहेछ क्या जतिखेर पनि। जहाँ अलिक खाना राम्रो पाउने ठाउँमा चाहिँ नरोक्दो रहेछ, यस्तो मात्र रोक्दो रहेछ। अनि म चाहिँ यहाँ खानासाना खाइसकेर निस्केर बसिरहेको थिएँ क्या, भोक लागेर मर्नु भइरहेको थियो। अन्त हामीले चाहिँ त सिन्धुलीको बाटो लानुभएको थियो नि त। उता अर्को बाटो चाहिँ खराब छ अरे भनेर अनि सिन्धुलीको बाटो लानुभएको थियो। सिन्धुलीको बाटो जाँदाखेरि चाहिँ फेरि तलबाट चाहिँ त्यो कोसी के भन्दो रहेछ क्या, मलाई थाहा पनि छैन त्यो। अनि त्यहाँको चाहिँ बगरै आउनु पर्दो रहेछ क्या, बगरै आएको है। यति टाइम लागेको बिहान 6-7 बजीतिर आइपुग्नु पर्ने। हामीलाई त 1 बजीतिर मात्रै ल्याइपुऱ्याउनु भयो क्या, बगरै पुरा बाटो अप्ठ्यारो रहेछ नि त। अनि आइसकेपछि हामी चाहिँ यहाँ काप्रे भन्ने ठाउँमा आइपुग्यौँ क्या। त्यहाँ चाहिँ अलिक राम्रो पाउँदो रहेछ खानाहरू। अनि मैले चाहिँ तर खानाहरू चाहिँ अनि सेलरोटी मात्रै पाउँदो रहेछ। अनि म चाहिँ यता पुगिसकेको थिएँ। अनि फेरि खाइसकेर गाडीमा बसेँ नि त। अनि यहाँ चाहिँ म चाहिँ काठमाडौँ गौशाला ओर्लिसकेको थिएँ क्या। अनि पठाउ बुक गरेको पठाउले फेरि लोकेसन थाहा नपाएर अनि यहाँ पर्खिराखेको थिएँ नि त। फाइनली मेरो चाहिँ पठाउ पनि आइपुगेको थियो। अनि म चाहिँ पठाउ चढेर लागेँ रुमतिर। त्यहाँदेखिको लगभग गौशालादेखि 1 घन्टा जस्तो लाग्छ नि त। अन्त म चाहिँ पठाउ बुक गरेर आउनुपर्ने थियो। फाइनली अनि म चाहिँ रुम पनि आइपुगिसकेको थिएँ। अब चाहिँ रिस्क गर्छु हस् त साथीहरू, आजलाई त म फेरि भेटेर नेक्स्ट भिडियोमा, बाई।